वेलकम टू माई न्यू भिडियो साथीहरु हजुरहरुलाई स्वागत छ मेरो नयाँ भिडियोमा। हिजो देख्नुभयो हजुरहरुले बर्थडे हामी चाहिँ 12 बजे गएर सेलिब्रेट गरेर आयौं। आज चाहिँ बर्थडे छ अनि म चाहिँ काम गरी लाग्न जान लाग्छु। म के गर्छु र के तयारी हुँदैछ वहाँ हजुरहरुलाई देखाउँछु है। सो गाइस यहाँ चाहिँ हामीले यो मटर छिलिम, टमाटर, हरे मिर्च, धनिया और ये तो नमकीन के हो। यहाँ चाहिँ आलु बोइल हुँदैछ, यहाँ रोटी हामीले चाहिँ यहाँ काम सबै गर्यौं। यहाँ आलु छिल्ने और यहाँ काम सुरु भएछ। बर्थडे गर्ल यहाँ आलु, लसन और धनिया उसको पेस्ट, ये चाहिए प्याज है। ये प्याज काटने वाली लड़की मैं भी नाच लगाऊं। चलो हामीले चाहिँ समोसा बनाउँदैछौँ साथीहरु। यहाँ दिदीले चाहिँ हामीलाई समोसा बनाउने सिकाउँदै हुनुहुन्छ अनि हामी चाहिँ सिक्दैछौँ। अनि हेर्नु होला हजुरहरुले कस्तो समोसा बनाउँछौँ। सो गाइस देख सकते हो बर्थडे गर्ल यहाँ चाहिँ आफै लाग्नु भएछ के बर्थडे गर्ल बनाउन। समोसा बनाउँदैछौँ हामी चाहिँ यहाँ। बोलो कुछ बर्थडे गर्ल। हाय गाइस, आज मेरा बर्थडे है और आज मैं अपने बर्थडे के दिन काम कर रही हूँ। अदरवाइज मैं कभी काम नहीं करती, बट आज मेरा बर्थडे है तो आज मैं काम कर रही हूँ। अपने बर्थडे में तो करना ही पड़ता है, जिसने भी मैंने भी सारा काम किया था। झूठ बोल रही है, इसका काम मैंने किया था। ओहो पर गाइस बहुत अच्छा लग रहा है, सच बताऊं तो बर्थडे भी बहुत अच्छा सेलिब्रेट हो रहा है और हम बना भी रहे हैं और हमें पता भी नहीं चल रहा है कि हम काम कर रहे हैं। इतनी फास्ट है हम, पता है आप लोगों को? आप लोग कर सकते हो इतने काम। चलो कि इनको हैप्पी बर्थडे टू यू। और क्या करना है, हैप्पी बर्थडे तो लिखना है। इतनी सी बात भी क्या कर रहे हो, थोड़ा सा हैप्पी बर्थडे तो बोल दो यार, ठीक है? इतने नहीं है गाइस, सारे लोग बोलोगे कि हैप्पी बर्थडे टू यू लिखोगे, ठीक है? लिख देना प्लीज यार, इतनी तो कर दो, हमारा रिक्वेस्ट है। यहाँ चाहिँ हाम्रो समोसा बनेर रेडी भयो। हेर्नुस् हाम्रो समोसा चाहिँ हामीले चाहिँ कति 60 70 80 समोसा बनाएका थियौं। यति रमाइलो भयो यो समोसा बनाउँदाखेरि, थाहा पनि भएन के टाइमको कति टाइम लाग्यो भनेर। हामीले चाहिँ उतिखेर बनाए। यो चाहिँ आधा घण्टा जति लाग्यो होला त समथिङ हामीलाई चाहिँ टाइम। हाम्रो घर परितिर नि यति राम्रो जग्गा छ कि मन नलागे बेला बोर भए बेला घुमम फिरम भन्ने जस्तो खेत। अनि यहाँ चाहिँ ट्र्याक्टरले तोरी मिर्दै हुनुहुन्थ्यो। हाम्रो नेपालतिर भइदिए पछाडि कति हात पैर दुख्थ्यो होला। अनि यहाँ चाहिँ थम त्यस्तै उ गरिरहनु भएको थियो के, तोरी मिरिरहनु भएको थियो। अनि हामी चाहिँ साथमा गएर थोडा सा देख्यौँ, फेरि आफ्नो आएर पुरी बनाउँदैछौँ। हेर्नुस् न हामी पुरी बनाउँदैछौँ, सबैजना थियौँ। हामी चाहिँ रमाइलो भइरहेको थियो, साथसाथमा पुरी पनि बनाइरहेको थियौँ, एकदमै रमाइलो थियो। अनि यहाँ चाहिँ हामी धेरै थियौँ के, 6-7 जना, कोही यता कोही उता काम गरिरहेको थियौँ। कामको पत्ता पनि चलेको थिएन। अनि एकदमै रमाइलो भयो साथी। बर्थडे होस् त यस्तो एकदमै खुसी लाग्यो, एकदमै इन्जोय भयो हामीलाई चाहिँ यो बर्थडेमा। अनि हामी चाहिँ यहाँ बार कहिले कसैको कुरा गर्दै थियौँ के, एक अर्काको हाम्रो टिमको। अनि मेरो छोरीले फेरि म पनि बनाउँछु मम्मी रोटी भनेर यति बेल्दै थिइन्। म फेरि हेरिरहेको थिएँ कि उनले बेलेको। अनि हामी फेरि यहाँ रेडी भयौँ। रेडी भएर अब जाँदैछौँ उफ्र छतमा बर्थडे केक काट्न। अनि सबैजना गइसक्नु भएको थियो। अनि हामी फेरि लास्टमा गएको थियौँ। हेर्नु न गाइज, मैले साडी लगाएको थिएँ आज, कति पनि सम्हाल्नै सकिनँ के मैले आज चाहिँ साडी। अनि टाइम पनि थोरै थियो हाम्रो पास,
साडी लाउने 5 मिनेटको भित्रभित्रै मैले चाहिँ साडी हल्का फुल्का बेरट बारट पारेँ अनि उफ्र गएँ। उफ्र चाहिँ केक काट्ने तयारी हुँदै थियो। हेर्नुहोस् अब हामी चाहिँ केक काट्दैछन्। यहाँ चाहिँ कति धेरै मान्छे थिए, छत भरिरहेको थियो। यहाँ चाहिँ धेरै हुनुहुन्थ्यो। बर्थडे गर्लले चाहिँ साडी पहन्नुभएको थियो, यति सुन्दर सुन्दर सुन्दरै लाग्नु भएको थियो यहाँ चाहिँ। अनि हामीले चाहिँ यहाँ एकअर्कालाई उ गर्दै थियौँ। यहाँ चाहिँ बर्थडे गर्लकी मम्मी पापा हुनुहुन्छ अनि उहाँहरूले चाहिँ केक काट्ने अब तयारी हुँदैछ। हेर्नुहोस् हामी Happy birthday to you. Happy birthday to you, Lalli Didi. Happy birthday you. Happy birthday to you, Lalli Didi. उधर से क्या यहाँ चाहिँ अब हाम्रो खाना खाने टाइम आयो साथीहरू। सबैजनालाई खाना खिलाएर पठाइसक्यौँ। अब चाहिँ हाम्रो पालो थियो खाना खाने। अनि चाहिँ हामी यहाँ इन्जोय पनि गरिरहेको थियौँ अनि साथमा खाना पनि खाइरहेको थियौँ। हाम्रो चाहिँ यो सबै एकै टिम हो साथीहरू। हामी चाहिँ जहाँ जाँदा पनि सँगै, खाँदा पनि सँगै, उड्दा पनि सँगै हुन्छ फेरि। अनि यो टिम चाहिँ हाम्रो साथमै खाना बस्यो अब। अनि बर्थडे गर्लले भन्दै हुनुहुन्छ यहाँ चाहिँ थ्याङ्क यू सो मच, हजुरहरूले मलाई यति धेरै माया गरिदिनु भएको छ, यति धेरै स्पेसियल बर्थडे प्रोग्राम हजुरहरूले गर्दा राखेको भनेर भन्दै हुनुहुन्छ। अनि यहाँ चाहिँ बर्थडे गर्लको बहिनी अनि हामी चाहिँ यहाँ खाँदैछौँ पुरी चावल रोटी, अरे रोटी नै पुरी चावल दाल खाँदैछौँ। हजुरहरू देख्नु होला अनि हामीसँग छोटा स्टेप है कहो तो भी जानते सो गाइज अब चाहिँ हामी बर्थडे खाएर घर आयौँ। मेरो छोरी पनि सुतिसके अनि मेरो बुढा चाहिँ पहिल्यै सुतिसक्नु भएको थियो आएर। म पनि अब सुत्ने भनेर आएँ। मैले चाहिँ साडी पहिल्यै खोलिसकेको थिएँ साथीहरू नाच्नुभन्दा पहिल्यै, किनभने मेरो साडी नै पुरै अल्झिरहेको थियो कि खुट्टामा। अनि केक काटेर मैले चाहिँ छिटो साडी निकालेँ अनि चाहिँ हामी चाहिँ नाच्ने गाउनुपर्छ भनेर हिँड्न सक्दैन थिएँ नि त म, ती भएर मैले साडी खोलिदिएको थिएँ। अनि हिजो पनि 3 बजे सुत्याम साथीहरू, आज पनि 1:30 भइसक्यो रातको। अब चाहिँ सुत्नुपर्छ भनेर म चाहिँ घर आएँ। साथीहरू मेरो भिडियो मन परे लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला र मैले कस्तो भिडियो लिएर आम हजुरहरूले भनिदिनु होला। बाइ बाइ। सब्सक्राइब प्लिज साथीहरू, सब्सक्राइब गरिदिनुहोस्।